यहाँ चाहिँ थुप्रो छ बाख्रा के बिक्रीमा छ हो दामी दामी छ तपाईहरु कसैलाई चाह्यो भने चाहिँ यहाँ खसी यहाँ चाहिँ चाटा चाहिँ त्यो खसी यहाँ रहेछ 4 वटा खसी खसी एकदम तपाईको 20 किलो 14-15 किलो दुईटा सम्म छ अच्छा कति छ यो खसीहरुको तपाईको ठुलठुलो छ 20 किलोको दाम अन्त यो चाहिँ सानो छ दुईटा 15-15 किलोको दाम 15 किलोको दाम अन्त हाम्रो रेट चाहिँ खोरबाट उठाउन चाहिँ 500 रुपैयाँ छ लु त हाम्रो सुनिहाल्नु भयो हाम्रो साथीभाइहरूले अब यहाँ उहाँसँग कन्ट्याक्ट गरेर चाँडै आउनु पर्यो खसी मजाको रहेछ हो बिक्रीमा रहेछ र त्यसले गर्दा यहाँ दामी उयो चाहिँ खसी चाहिँ छ झट्टै आउनु पर्यो नत्र फेरि यहाँ हारालोस हुन्छ हो जसलाई चाहेको छ उनीहरू चाहिँ आउनु पर्यो छिट्टो सम्पर्क गर्नु पर्यो यहाँ हाम्रो उहाँसँग अजय दा हुनुहुन्छ उहाँसँग कन्ट्याक्ट माग्दा म ठक्कै तपाईहरुलाई दिइहाल्ने छु रेट चाहिँ ठक्कै कति हेर्दा अहिले चाहिँ दुईटा 20 किलोको 15-15 किलोको त्यति दियो भने अहिले खोरबाट बाख्रा निकाल्दिहाल्नु तीनटा बिक्री चारवटा बिक्री 15 अलिकति भिडियो अगाडि म गर्छु नि त्यो 15 दुईटा अन्त 20 किलो बुझ्नुभयो तपाईले अच्छा लु बुझ्नुभयो होला 4 वटा रहेछ यहाँनिर है खसी र हेर्दै जाउँ उहाँको उन्नति अब यहाँ हेर्दै जाउँ अहिले यो यहाँ खसीहरू भयो अझै पनि म देखाउँदैछु उहाँको घर बसी बिहालो भन्छ नि अब 15 किलोको दाम दियो भने अहिले चुताइदिने बस भयो 500 रुपैयाँ रेट भयो त 15 त 30 40 70 केजी ग्राम दिने चाटामा बेचिदिहाल्ने 70 किलोको चाटाको दाम दियो तर एउटा चाहिँ नबेच्ने अच्छा 4 वटामा एउटा चाहिँ अब एउटा लान्छु भनेर चाहिँ सोचेर नआए पनि भयो ग्रुपै दिने होइन त हो एउटा दुईटा तीनटा चाहिँ नबेच्ने मेरोमा चाटा खसी छ चाटाको दाम मैले तपाईहरुलाई भनिहालेँ 20 किलो दुईटा छ 15 किलो दुईटा छ अन्त तपाईहरुलाई याद भइहाल्यो खोरबाट उठेने दाम 500 रुपैयाँ छ कसैलाई त्यस्तो इमर्जेन्सी चाहिएको छ भने म रेडी छु लाँदा चाहिँ ग्राफ लानु एउटा जोडा चाहिँ होइन हुँदैन दामी अच्छा अहिलेसम्म कोही आयो गाकी कतिसम्म दिने आएको छ अहिलेसम्म चाहिँ अस्ति आउनु भएको थियो तपाईलाई यो चाटाको दिने 35 भनेको मैले 70 केजीको दिनुहोस् भनेको तर दिन सकेन उहाँले 33 सम्म चाहिँ पुर्याउनु भयो 33 सम्म चाहिँ आयो पुर्याउनु भयो अन्त मैले चाहिँ लास्ट दाम फाइनल दाम 35 चाहिँ लास्ट यहाँदेखि यताउति नहुने लाँदाखेरि चारैवटा तपाईँ बिचमा आएर एउटा लान्छु दुईटा लान्छु तीनटा लान्छु भन्ने चाहिँ त्यहाँ कहीँ अप्सन छैन त्यस्तो चाहिँ खसी चाहिँ तर लु साथीभाइ हो अगाडि दामी रहेछ खसी हो अलिकति तपाईले भिडियो अगाडि गरिदिनुस् भइहाल्छ दामी रहेछ लु आउनु पर्यो 33 सम्म चाहिँ लगाइसकेको रहेछ 35 हो भने चाहिँ उहाँले दिइहाल्ने त्यहाँदेखि तपाईहरुलाई अब बिचमा आएर 34 34.5 33.5 भनेर चाहिँ बार्गेनिङ हुँदैन लास्ट दाम 35,000 तपाईँ कोही इच्छा अनि मानवहरू सो इच्छा आउनुहुन्छ भने तपाईहरुलाई यो भिडियो अनुसार तपाईँ यहाँ दादासँग सम्पर्क गर्दा हुन्छ म उहाँ अल्लो घर पल्लो घर हुनुहुन्छ ल आइहाल्नु पर्यो छिटै गरेर ल चाटै अलिकति होइन यहाँबाट आउँछ नि सोह्रौँ अब तपाईहरुलाई अहिलेको भनाइ अब 33 होइन 35 दिन अब दिन अघि पछि के होला होइन पछि आउला 1 महिना पछि यो चाहिँ के हुन्छ दाम कस्तो हुन्छ यो चाहिँ यस्तो हुन्छ कि तपाईलाई आजको भिडियो हामीले अपलोड गर्यौं हैन अन्त यो भिडियो अनुसार चाहिँ तपाईहरुलाई आजको दिनमा रेटमा चाहिँ 35 छ हैन अब भोलि आइपुग्नु भयो भने 35 पर्सि आउनु भयो भने 35 यही महिनाभरि आउनु भयो भने 35 तर बितेर गयो तपाईँ अब जुन जुलाई अगस्त सेप्टेम्बर त्यहाँदेखि उता हुँदै जान्छ भिडियो कहीँ तपाईँलाई ढिलो पुग्ला आएर 35,000मा बाख्रा बेच्दैछ भनेर कुदेर चाहिँ नआउनुहोस् किनभने त्यति बेलाको रेट अर्कै हुन जान्छ भिडियो ढिलो पुग्ला तपाईँहरूकोमा है भिडियो ढिलो हेर्नु जाला त्यस्तो हुन्छ हामीमा पनि कतिवटा अब तपाईँहरूको भिडियोहरू हेर्दा फेरि त्यस्तो हुन्छ अन्त त्यो भएको कारणले गर्दा तपाईँलाई आजकै जानकारी होइन आजैको अपडेटमा तपाईँहरूलाई 35,000 त्यहाँदेखि बादमा गएपछि अब जुन जुलाई अगस्त त्यस्तो हुँदै जान्छ तपाईँहरूको बादमा चाहिँ यो अर्कै रेट भएर जान्छ फेरि तपाईँहरूको भने जति टाइम गयो उति बढ्दै गयो नि होइन लु त उसो भए झट्टै भन्दा छिटै गरेर आउनु पर्यो है ल